कहिलेकाहीँ कसैको नाम थाहा पाउनु हाम्रो जीवनको सबैभन्दा ठुलो घटना हुन्छ। तर अचम्म के छ भने त्यो नाम थाहा पाएपछि संसारमा केही परिवर्तन भने भएको हुँदैन। न सूर्य फरक तरिकाले उदाउँछ, न हावा बदलिन्छ, न आकाश नै फरक देखिन्छ। तर हाम्रो मन भने बदलिसकेको हुन्छ। पुरुषोत्तम बजगाईको नीलो प्रेम पढ्दै गर्दा एउटा पृष्ठको एउटा हरफमा भेटिएको यही भावले मलाई धेरै बेर सोच्न बाध्य बनायो। केही समय अगाडिसम्म अपरिचित भएको मान्छे नाम थाहा पाउन साथ उसकै बारेमा सोच्न थाल्छौँ। उसलाई फेरि भेट्ने बहाना खोज्न थाल्छौँ। उसको सानोभन्दा सानो कुरा पनि सम्झन थाल्छौँ। र सबैभन्दा रोचक कुरा त हामीमा आएका यी जुन परिवर्तनहरू हुन्छन् ती परिवर्तन हामी आफैले महसुस नहुन सक्छ। बाहिरबाट हेर्दा सबै कुरा उस्तै हुन्छ, तर मनभित्र एउटा नयाँ कथा सुरु भइसकेको हुन्छ। के तपाईँलाई पनि कहिलेकाहीँ कोही मान्छेको नाम मात्रै थाहा पाएर पनि त्यो मान्छे विशेष लाग्न थालेको छ वा थियो? कृपया कमेन्टमा बताउनुहोला।